डर चाहिँ एकदमै लाग्दो रहेछ बिचमा, जोस् एकदमै राम्रो लाग्दो रहेछ। 18 डेज मैले चाहिँ अब 18 डेजको टाइम पिरियडमा चाहिँ मैले चाहिँ अब मेरो काउन्सिलर दाइहरू जस्तो सागर दाइ र सौरभ दाइहरूसँग चाहिँ कन्सल्ट गरिरहेको हुन्थेँ। अब के छ दाइ, मेरो कस्तो के भइरह भनेर सोधिरहेको हुन्थेँ। दाइहरूले पनि इन्क्वायरी गरिराख्नुहुन्थ्यो। मलाई चाहिँ एकदमै डर लागिरहेको थियो मेरो नि इन्टरभ्यू पर्न सक्छ कि। अनि मैले अब धेरै दिन भइसकेपछि अब आफ्टर 10 डेज जति चाहिँ म र मेरो साथी चाहिँ यसो भेट भएको थियो। अनि हामी चाहिँ, मेरो साथीको नाम चाहिँ अमन यादव हो। उसले नि र मैले नि सँगै अप्लाई गरेको थियौँ, सेम युनिभर्सिटीमै अप्लाई गरेको थियौँ। मैले 24मा गरेको थिएँ अनि उसले 28मा चाहिँ लज गरेको थियो भिसा। तर मेरो र उसको सँगै आयो। अनि हामीले चाहिँ प्रोकन्सल चाहिँ त्यही सागर दाइहरूबाट चाहिँ चिनाएको थियौँ। त्योभन्दा अगाडि मेरो एउटा साथी थियो, उसले नि यहीँबाट गरेको थियो अनि त्यहीबाट चिनाएको थियौँ। यहाँ चाहिँ हामीलाई सबसे खतरा इन्भाइरोमेन्ट भनेको चाहिँ दाइहरूको फ्रेन्डली नेचरहरू जस्तो लाग्यो। कन्फिडेन्स चाहिँ थियो मेरो भिसा आउँछ भनेर, मेरो युकेबी इन्टरभ्यू पर्दैन, किनकि अहिलेसम्म कसैको नि अल्सो युनिभर्सिटीमा पढेको थिएन। अनि म नि कन्फिडेन्ट थिएँ पर्दैन भनेर। अनि एकदमै एक्साइटेड भएको थिएँ भिसा आएपछि चाहिँ। अब मम्मी बाबाले भनेको थिएँ, मम्मी बाबा नि एकदम खुसी हुनुभएको थियो। जोस् एकदमै राम्रो लाग्दो रहेछ। 18 डेज मैले चाहिँ अब 18 डेजको टाइम पिरियडमा चाहिँ मैले चाहिँ अब मेरो काउन्सिलर दाइहरू जस्तो सागर दाइ र सौरभ दाइहरूसँग चाहिँ कन्सल्ट गरिरहेको हुन्थेँ। अब के छ दाइ, मेरो कस्तो के भइरह भनेर सोधिरहेको हुन्थेँ। दाइहरूले पनि इन्क्वायरी गरिराख्नुहुन्थ्यो। मलाई चाहिँ एकदमै डर लागिरहेको थियो मेरो नि इन्टरभ्यू पर्न सक्छ कि। अनि मैले अब धेरै दिन भइसकेपछि अब आफ्टर 10 डेज जति चाहिँ मैले चाहिँ अब के सोचेको थिएँ भन्दाखेरि अब युकेबीआई पढ्न सक्ला, त्यही भएर मैले साइड टु साइड अलिअलि प्रिपेयर चाहिँ गरिरहेको थिएँ। तर हुन त मलाई सुरुदेखि चाहिँ कन्फिडेन्स चाहिँ थियो भिसा चाहिँ आउँछ भनेर। अब 18 डेजको पिरियडमा अलिकति डर त लाग्दो रहेछ। धेरै टाइम भयो नि त, अरू कसैको 3 देखि 4 दिनमा आउँथ्यो, मेरो मात्र 18 डेज लाग्यो। मैले चाहिँ अल्सो युनिभर्सिटीमा अप्लाई गरेको छु। अनि मेरो कोर्सको नाम चाहिँ बिएससी अनर्स कम्प्युटिङ सिस्टम हो। अनि मे इन्टेको लागि गरेँ। कोर्स स्टार्टिङ डेट चाहिँ मे 18मा छ। अब त्यो 16,500 पाउन्ड्स भनेपछि अलिकति बिग अमाउन्ट नै हो। त्यो अनुसारले चाहिँ अब स्टुडेन्टलाई अलिकति डर नै हुन्छ, मेरो इन्टरभ्यू के होला भनेर, फिल भयो भने भनेर। तर मलाई चाहिँ के भयो भन्दाखेरि यहाँको प्रिपरेसन अनुसारले चाहिँ म एकदमै कन्फिडेन्ट थिएँ कि म इन्टरभ्यू पास हुन सक्छु। र पिसिआई इन्टरभ्यू र युकेबीआई इन्टरभ्यूमा चाहिँ क्वेसन अलमोस्ट सिमिलर नै हुन्छ। त्यही भएर स्टुडेन्टहरू पहिलेदेखि प्रिपेयर हुन्छन्। यहाँ अल्सोको पिसिआई इन्टरभ्यू दिएपछि युकेबीआईलाई पनि प्रिपेयर हुन्छ। म र मेरो साथी चाहिँ यसो भेट भएको थियो। अनि हामी चाहिँ, मेरो साथीको नाम चाहिँ अमन यादव हो। उसले नि र मैले नि सँगै अप्लाई गरेको थियौँ, सेम युनिभर्सिटीमै अप्लाई गरेको थियौँ। मैले 24मा गरेको थिएँ अनि उसले 28मा मेमा चाहिँ लज गरेको थियो भिसा। तर मेरो र उसको सँगै आयो। अनि हामीले चाहिँ प्रोकन्सल चाहिँ त्यही सागर दाइहरूबाट चाहिँ चिनाएको थियौँ। त्योभन्दा अगाडि मेरो एउटा साथी थियो, उसले नि यहीँबाट गरेको थियो अनि त्यहीबाट चिनाएको थियौँ। यहाँ चाहिँ हामीलाई सबसे खतरा इन्भाइरोमेन्ट भनेको चाहिँ दाइहरूको फ्रेन्डली नेचरहरू जस्तो लाग्यो। मैले चाहिँ सुरुमा चाहिँ यहाँ प्रोकन्सलबाट चाहिँ आइएल्स गरेको थिएँ। अनि त्यसपछि चाहिँ मैले चाहिँ सुरुमै युके गर्ने भनेर सोचिरहेको थिएँ। तर फेरि मेरो पछि डिसिजन चेन्ज हो। अनि मैले चाहिँ युएस अप्लाई गरेँ। अनि युएसबाट चाहिँ अलमोस्ट 1 इयर जतिको भएपछि मैले स्याटको नि यहीँ पढाएको थिएँ, यहाँ एक्जाम दिएको थिएँ। अनि स्कोर चाहिँ राम्रै आएको थियो। अनि त्यसपछि तर युएसमा चाहिँ म रिजेक्ट भएँ। अनि त्यसपछि मैले यहाँबाट चाहिँ युकेमा अल्सो युनिभर्सिटी सजेस्ट गर्नुभयो मलाई। अनि मैले अल्सो युनिभर्सिटीमा अप्लाई गरेँ। जर्नी चाहिँ एकदमै राम्रो भयो। हाम्रो काउन्सिलर दाइहरू चाहिँ एकदमै फ्रेन्डली हुनुहुन्छ। अनि सजेसन चाहिँ राम्रै दिनुहुन्छ। झन् हाम्रो सागर दाइ चाहिँ कुण्डली रिडिङमा एक्सपर्ट हुनुहुन्छ। दाइले हिजै भन्दै हुनुहुन्थ्यो के अरे, बाबु तिम्रो भिजा भोलि पर्सिसम्म आउन सक्छ। अनि हिजै आयो भिजा। प्रोकन्सल चाहिँ म अब आउटगोइङ स्टुडेन्टहरूलाई चाहिँ एकदमै रेकमेन्ड गर्छु, किनकि यहाँबाट चाहिँ स्टुडेन्टको बेस्ट फ्युचरलाई नै फोकस गरेर सब कुरा गर्छन्। जस्तै कि यहाँबाट सुरुदेखि नै हजुरलाई अब कम्युनिकेसन स्किल्स बढाउने टिप्सहरू दिनुहुन्छ। अनि के अरे, बाहिर गएर कसरी सजिलो हुन्छ जब पाउन, के गर्न, अनि यस्तो चाहिँ धेरै कुराहरू यहाँबाट सिकाइदिनुहुन्छ। सबै स्टुडेन्टले चाहिँ बरु प्रोकन्सल्टै आएर अप्लाई गर्नु आफ्नो जर्नी स्टार्ट गर्नलाई त्यही भन्न चाहन्छु। अब 18 दिनको पिरियड भनेकै इट्स अ बिग टाइम। त्यसमा चाहिँ अब सबै स्टुडेन्टलाई डर त अभियसली लागि नै हाल्छ। तर पिसिआई इन्टरभ्यूको लागि जुन प्रिपरेसन हुन्छ त्यो चाहिँ अब हजुरले राम्ररी गर्नुभएको छ भने के युकेबीआई इन्टरभ्यू भनेको चाहिँ के होइन, त्योभन्दा 10 टाइम्स स्ट्रङ्गर इन्टरभ्यू आए पनि हजुरले क्लियर गर्न सक्नुहुन्छ। हजुरले चाहिँ आफ्नो पिसिआई इन्टरभ्यू चाहिँ राम्ररी प्रिपेयर गर्नु पर्यो। मैले चाहिँ इङ्ग्लिसको स्किल्स र प्रोफेसनल स्किल्स चाहिँ मैले दुवै सिकाएको छु। मैले बारिस्टा नि सिकाएको छु। अनि के अरे, एज अ वेटर नि मैले ट्रेनिङ लिएको छु। अनि कम्युनिकेसनको लागि मैले आइएल्स चाहिँ मैले इपिटी गरेको थिएँ। त्यसमा चाहिँ मेरो स्कोर चाहिँ राम्रै आएको थियो। अनि त्यहाँबाट मेरो कम्युनिकेसन स्किल्स चाहिँ अलिक डेभलप भएको छ। सपना ठुलो आकाश छुने भविष्य तिम्रो प्रोकन्सल्सले बुन्ने। अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, साथी तिम्रो यो नयाँ यात्रामा। प्रोकन्सल्ट्स इन्टरनेसनल सपना विशेषको। प्रोकन्सल्ट्स इन्टरनेसनल